हामी चाहिँ अब भर्खर झापाबाट हिँड्यौँ काठमाडौँ। अब चाहिँ विदेशको यात्रा सुरु भयो। अब चाहिँ चल्दैको ब्याकप्याकहरू सब भइसक्यो होइन। अब चाहिँ अब जहाँ मास्क लाउनु पर्ने रहेछ। मैले गाडीमा हिँड्यो चढ्यो होइन, अनि गाडीमा टन्डाटन मान्छे। अनि मलाई चाहिँ लाग्छ उनको एयर हो कि जस्तो लाग्यो, तर एयर चाइना एयर चाइना अर्को पनि रह्यो इस्टर्न। अब प्लेनै प्लेन छ अब कुन। अनि अब चाहिँ गाडीमा चढ्यो। अब चाहिँ त्यो ब्यागहरू अर्को ह्यान्ड क्यारीहरू केही छैन, ढुक्क छ। पर जाँदैछ। अब चाहिँ नेपाललाई बाई बाई भन्ने होइन, त्यही हो। अब दाइहरू बसमा पनि नेपाली पारा देखाउँदैछन् होइन। अनि त्यस्तै छ, तर यहाँ हेर्दाखेरि खासै कोही दुःखी जस्तो देख्दैन क्या। नेपाल हेर्दाखेरि पनि कोही दुःखी जस्तो त्यस्तो देख्दैन। मतलब मनमा दुःख भयो भने बाहिर आजकल अब ट्रेन्डै बनिसक्यो नि त। अनि त्यति साह्रो मान्छेहरू भिसा लाग्यो भने भयो भनेर कुरो। अनि दुःख छ मनमा होइन, त्यही पनि अब त्यस्तै ल। अब चाहिँ गाडी चल्यो। And it's time to say bye bye Nepal. See you China. झ्यालको सिट पऱ्यो। स्कुलहरू जाँदाखेरि झ्यालको सिट होइन, झ्यालको सिट पर्दै कस्तो रमाइलो हुन्छ जस्तो हुन्छ। तर अब स्कुल त होइन, त्यही पनि झ्यालको सिट पऱ्यो। त्यस्तै छ। अब गयो कति समयको लागि।各位成员请就位，操纵滑行位交叉或者。के छ खबर? ठिक छ नि? ल दाइको ल। त्यस्तै छ। अब चेङ्डो ट्रान्जिट छ। चेङ्डो पछाडि अब हेरौँ चेङ्डो कतिखेर पुऱ्याउँछ। अब नेपालमा होइन, अब राम्रो रोजगारीको अवसरहरू थियो, राम्रो पढ्ने हेर्ने पनि त होइन, इन्टरनेसनल उयोहरू थियो भने सायद आज कोही पनि विदेश जानको लागि उसलाई बाध्य हुने थिएन होला क्या। बाध्यता नि हो क्या यो होइन, बाध्यता नि हो क्या। जसले जे भन्छ होइन यो बाध्यता हो। नेपालको एकदम कमजोरी छ क्या। मेरो यो नेपाल छोड्नुभन्दा अन्तिम एउटा कुरो के
भन्न चाहन्छु भने होइन, म नेपाल फर्किँदाखेरि चाहिँ अरू भाइ बहिनीहरूले चाहिँ यसरी होइन मन भारी पारेर अलिक राम्रो अवसरको खोजीमा नेपाल छोड्नु नपरोस्, राम्रो अवसर यही भयो भने होइन भाइ बहिनीहरूलाई चाहिँ राम्रो होस् र एउटा राम्रो अवस्था सिर्जना गरिदिनु पर्यो सरकार, यही मेरो भन्नु छ होइन। अरू त अब के भन्नु र, त्यही हो। अब नेपाल नराम्रो देश होइन क्या, राम्रो देश हो होइन, तर अब के गर्नु, राम्रो छ सुन्दरताले मात्रै भएन नि त भन्ने कुरा आउँदो रहेछ। अब त्यही हो, सबैको एउटा विकल्प हुँदो रहेछ क्या। अनि सबैले अब यही त हो, के गर्नु, यस्तै भयो। अब मैले पनि छोड्ने नि एउटा होइन निर्णय गरेँ। अब यहाँभन्दा राम्रो अप्सन मतलब होइन विदेशभन्दा अर्को कुनै थिएन होला त भन्ने आउँछ नि त। अब के भन्नु, थिएन नि भन्नु पऱ्यो क्या, थिएन नि भन्नुपर्छ होइन। अनि अब केही छिनमा अब उडिन्छ, त्यही हो। अब नराम्रो त लाग्छ होइन, अब के गर्नु, अब नगर पनि भएको छैन क्या। अनि त्यही हो, बाहिर फेरि यस्तो छ। झन्डा त अब कति प्यारो छ नि होइन, अब झन्डा मात्रै भएर भएन क्या, देशले एउटा होइन नेपाली जनताहरूलाई खुसी दिन सक्नु पऱ्यो। अनि त्यही भन्न चाहन्छु। अब पहिलो अनुभव पनि हो प्लेनमा जाँदा। ल अब त्यस्तै हो। गियर चेन्ज गरेको गरेछ। यार पुरा माउन्ट एभरेस्ट देखिरहेको छ क्या यतापट्टिको जलबाट। अब मेरो क्यामेरा यस्तै छ होइन, त्यही पनि हेर्दै सही छ कसम। चाइना आइपुगेको चाइना। नेपाली टाइम 8:30 बजे चाइना। चेङ्डू इन्टरनेसनल एयरपोर्ट आएर केटाहरू उयो गर्दैछन्। अनि सिस्टमहरू चाइनाको सिस्टमै फरक छ, निकै बवालै रहेछ। अनि हामी चाहिँ चेङ्डू इन्टरनेसनल एयरपोर्ट, स्टुडेन्ट यति धेरै छ। आज चाहिँ मार्च 9 भयो अनि हामी चाहिँ मार्च 8मा हिँडेको थियौँ। अनि आज भनेको चाहिँ 22 नम्बर छ। के अगाडि आज चाहिँ पछाडि जस्तैको लागि यो एउटा ढोका भयो होइन। यहाँबाट उता जाने, यहाँबाट गइसकेपछि धेरै अगाडि पत्रो छ। अनि
अगाडि छ जति छ तर हिजो अत्याचार कराएको हो त्यो त उयो नि यहाँ गर्छ अत्याचार भयो बगाल हाल्दो रहेछ सुरक्षितै हुँदो रहेछ मतलब त्यति साह्रो व्यवस्था गरेर होइन कुचल्ने किसिमको त गर्दो रहेन रहेछ जस्तो लाग्यो मलाई क्याप्टेनहरू सहयोगी भनेर केही सोध्नु पर्यो भने सिकाइसिदिनु खोज्छन् तर भाषै बुझ्दैन अङ्ग्रेजी शुद्ध बुझ्दैन खासै बुझ्दैन अनि समस्या हुँदो रहेछ अनि केही भन्न पर्दा ट्रान्सलेटरको युज पनि गर्नु देखियो क्या हिजो फर्स्ट टाइम चढेको ल बाटोको देखाउँदै गर्नु अब डेली भ्लगहरू ल्याउँछु म सबजनाले सहयोग गरेर साथ दिनु होला इन्चियन इन्टरनेसनल एयरपोर्ट आइपुग्यो सामान हालिसक्यो मेरो सामान अनि यस्तो घुम्नेमा जाँदो रहेछ घुमिराख्दो रहेछ आफूले आफ्नो सामान चिनेर निकाल्नु पर्ने अनि त्यस्तो अप्ठ्यारो हुँदै रहेन रहेछ अहिले चाहिँ हामीलाई लिने मान्छे पनि आइसक्यो तर हामी दुईजना हो यहाँ पछाडि उभिएको अङ्कित हो अनि अङ्कित र म चाहिँ अब जानुपर्ने तर अर्को एउटा सञ्जय भन्ने पनि रहेछ अनि ऊ एकजना अङ्कलले पर्खिरहेको छ आयो यत्रो गाडी आयो हाम्रो चाहिँ सामानहरू गयो अब हजुर हाम्रो सिटीमा हो कि कहाँ हुन्छ त्यतै कता हो सबको त्यतै हुने रह म बस्दिउँ अगाडि बस ल ल है कोरिया अब चाहिँ रियल कोरिया कार सार चाहिँ सही हुने क्या 3 दिन के बनाएको छ अब चाहिँ विदेश आए जस्तो भयो है समुद्र रहेछ सेकेन्ड डे इन कोरिया अनि मतलब मैले पहिलो दिनको योवाला बनाउनै सकिनँ क्या म कसरी ड्रप उसमा आइपुगेँ होइन त्योवालाहरू केही बनाउनु पाइनँ अनि त्यत्तिकै मलाई अल्छी लाग्यो कता के हो भन्ने कुराहरू बुझेकै थिइनँ अनि बनाउँदै बनाइने त्यो कुराहरू अनि त्यो बाहेक अब आज चाहिँ बाहिर यसो निस्केको ठिकै छ तर त्यस्तो मतलब रमाइलो जस्तो सोचेर आएको त्यस्तो साह्रो भएन देख्दा त राम्रो जस्तो देखिन्छ मतलब म चाहिँ अब पहिलो दिन आएर भएर पनि हुनसक्छ होइन अनि त्यस्तै छ सब गोरा मात्रै हामी नेपालको ऊ त दाइ यो दाइ नेपालको होला ओ त्यस्तै लाग्यो आउटफिटहरू हेर्दा ए होइन यार त्यो पनि नेपाली तर नेपाली आज एउटा भेटेको थियो अघि एउटा पसलमा अनि आज हामीले गरेको काम भनेको बिहान कन्ट्र्याक्ट गर्ने मान्छे आएको थियो अनि कन्ट्र्याक्ट गऱ्यो अनि 1 वर्षमा बस्दै गर्ने अरे क्या
अनि त्यो त गाह्रो काम भइगयो नि 1 वर्षसम्म त कसरी बस्नु होइन एउटै ठाउँमा अनि हो के भन्दो रहेछ यो ठाउँमा अब कोही नेपालीहरू छ भने सजिलो हुन्थ्यो नेपाली भेटेको छैन क्या कोरियामा त टन्नै नेपाली आइसकेको छ भन्दै सुनिन्थ्यो फर्किन्छ रोड क्रस गरौँ न हामीसँग म्याप छँदैछ नि हाम्रो लोकेसन कहाँ जाने यार उता त जाउँ न एकछिन यस्तो हुँदो रहेछ अनि म त्यस्तै भक्ति भएर हिँड्दैछु रुगामाथीहरू लागेर ढाँटी दुख्ला जस्तो भयो अनि मतलब दुख्दैछ अनि यस्तो छ यहाँ एकजना कसरत गर्दै रहनु घरहरूदेखि नै बिल्डिङहरू ठुल्ठुलै छन् रहेछन् बवाल बाइक र बाइक साइक पनि हुँदो रहेछ अनि अर्को कुरा भनेको त त्यस्तै हो अब चाहिँ डेली भ्लग हालिदिनु पर्छ म भन्दैछु जोसुकैले जोसुकै भनोस् दुखभरि खान्छ ओइ यता पनि नेपाली हो हामी चाहिँ धेरै टाढा आइसक्यौँ होइन अनि धेरै टाढा आउँदाखेरि यस्तो खतरा खतरा बिल्डिङहरू देख्यो कस्तो अहिले चाहिँ लाग्यो हल्का अब रमाइलो हुन्छ के जस्तो नि युनिभर्सिटीहरू जाँदा ओर्दा अनि नत्र भने त्यही रुममा मात्रै बस्दा त विरक्त लागेर त्यतिकै दुःख लागेर अब न भाषा बुझिन्छ है अब कन्ट्र्याक्ट गर्ने मान्छे आउँछ त्यही उसमै कोरियनमै बोल्छ त्यो घरको मोली हजुरआमा बुढी हजुरआमा जस्तो त्यो पनि उसमै कोरियनमै बोल्छन् होइन अनि यहाँ केही सामान किन्न बस्नु पऱ्यो भनेको कोरियनमै बोल्छन् हौ अनि यस्तै छ तर यस्तो नेपालीहरूको जस्तो फुटपाथहरू जस्तो राखेर बेच्ने पनि हुँदो रहेछ है ल ल ठिक छ सबजना कोइरेहरू मात्रै होइन अलिकति त्यस्तै यस्तै खालको मान्छेहरू मात्रै हुँदो रहेछ एउटा इन्डियन देख्यो कहाँ खोइ कहाँ छ इन्डियन ए भाइ ए यहाँ मुनि जाऊँ न त जाने गइदिउँ न यस्तोमा होइन मेट्रोहरू यसो यसो हेरिदिउँ कसरी के रहेछ चल्ने सिस्टम होइन त्यो सिस्टमहरू जानियो भने त अब कलेजहरू जानु सकिन्छ नि अब भोलि कसलाई सोध्नु होइन आफैले चाहिँ हेऱ्यो भने थाहा हुन्छ भनेपछि त्यही 10-12 मिनटमा नै मेट्रो स्टेसनमा आइने रहेछ हामीले अब यहाँबाट याङजू जानु पर्यो होइन त्यही हो यही हुँदो रहेछ त्यो माथि जाँदैछ त मुनि जाउँ यो चाहिँ मेट्रो स्टेसन रहेछ अनि हामी चाहिँ अब उयो छैन नि त अहिले रिचार्ज छैन कार्ड किन्यौँ अनि यताबाट कार्ड थिचेर अब उता गएपछि इन्ट्री खोल्यो इन्ट्री मात्रै खोलेर हुँदैन नि एउटा के मैले चाहिँ एउटा सानो भ्लग राखिदिएँ होइन भिडियो राखेँ युट्युबमा अनि सबैले माया गरिदिनु होला अब निरन्तर म भिडियोहरू लिएर आउनेछु अनि कोरियाको यसो के कस्तो हुँदो रहेछ होइन आगामी आउनु हुनेहरूलाई पनि एउटा सुझाव सहयोगको एउटा भिडियो बनोस् भनेर गर्नेछु अनि त्यही हो तर यहाँ नेपालीहरूले सहयोग चाहिँ गरिदिनु होला एकदम गाह्रो हुने रहेछ सुरुमा आउने बित्तिकै सुरुमा केही थाहा हुँदैन होइन हरेक कुरो लुटपाट हुने बेसी खर्च हुने त्यत्तिकै फजुल खर्च हुने होइन त्यो हुँदाखेरि सहयोग सक्दो सहयोग गर्नु होला भन्न चाहन्छु अनि त्यही हो म चाहिँ हिजो आइपुगेको अनि आज चाहिँ खास केही मतलब अनुभवहरू पनि छैन मलाई एकदम चिसो हुँदो रहेछ यो ठाउँमा गर्मी होस् जाडो होस् चिसो चाहिँ हुन्छ नि जस्तो छ अनि बिहान बेलुका चाहिँ अत्याचार चिसो हुन्छ लक्षण हेर्दा त्यस्तै देखियो अनि तातो तातो लुगाहरू लगाउनै पर्छ त्यही हो
सबैजनालाई धन्यवाद यहाँसम्म हेरिदिनु भयो भने। अनि त्यही हो, म भिडियोहरू लिएर आउने नै गर्छु। अहिलेको लागि यति नै। हस् त, धन्यवाद।